कुनै पनि जात धर्म पेशा वर्ग लिङ्गलाई उत्तेजित बनाउने र उकास्ने खालको भाषण या त्यस्तो खालको फेसबुक स्ट्याटस हर्क साम्पाङबाट अपेक्षा गरेका छैनन् जनताले। हर्क साम्पाङको फेसबुकमा पछिल्लो समय भ्रामक र जातीय र धार्मिक फेसबुक स्ट्याटसको बाढी नै आएको छ। अघि केही क्षण अघि मात्रै पनि यस्तो स्ट्याटस ल्याएका छन्, यो पढ्नु होला। जनकपुरबाट हर्क साम्पाङलाई नारा जुलुस गरेपछि, हर्क साम्पाङको कार्यकर्ताहरू लखेटिएपछि, हर्क साम्पाङ मुर्दाबादको नारा लागेपछि उनले एउटा भाषणमा जनकपुरमा मलाई प्रवेश गर्न दिएन, जान दिएन, यदि हामीले पनि धरानका तीर्थस्थलहरू आउनबाट रोक्यौं भने के हुन्छ भनेर एउटा धम्कीपूर्ण भाषण गरेका थिए। अर्को एउटा भाषणमा उनले हामी पनि योद्धाको सन्तान हौ भनेको थिए। हामी लडाकुको सन्तान पनि हो। यस्तो भ्रामक प्रचारहरू, यस्ता भ्रामक स्ट्याटसहरू, यस्ता भ्रामक र मान्छेहरूलाई उत्तेजित बनाउने खालको भाषणहरूले गर्दाखेरि नेपाली समुदायमा फुट सृजना गर्न सक्छ। एक थरीका मानिसहरूले त अहिले सुनसरीको घटना पनि हर्क साम्पाङकै कारणले घटेको हो भनेर भनिरहेका छन्। हर्क साम्पाङलाई मेरो बिन्ती छ, हर्क साम्पाङले स्ट्याटस लेख्दाखेरि जाति र धर्मलाई बीचमा नल्याउन्। हिन्दू भाइहरू, मुस्लिम भाइहरू, इसाई भाइहरू भनेर लेख्नु पर्दैन, नेपाली जनताहरू भनेर लेखिदिए पुग्छ। फलानु ठाउँमा मिटिङ हुँदैछ, फलाना ठाउँका यो जातका दाजुभाइ दिदीबहिनीहरूलाई आउन अनुरोध गर्दछु, त्यसो भन्ने होइन। फलानु ठाउँका दाजुभाइ तथा दिदीबहिनीहरू आउनलाई अनुरोध गर्छु भनेर लेख्नु पर्यो। कुनै ठाउँको नेपालमा बस्ने नागरिकको एउटै मात्रै धर्म हुनुपर्छ, मानव धर्म। एउटै मात्रै जात हुनुपर्छ, नेपाली। नेपाली जात बन्नको लागि त्यहाँ बाहुन पनि, छेत्री पनि, राई पनि, लिम्बू पनि, कामी पनि, दमाई पनि हुन्छ। नेपाली भनेपछि सबै समेटिन्छन्। हर्क साम्पाङले स्ट्याटस लेख्दै गर्दा, कुनै भाषण गर्दै गर्दा बाहुन, छेत्री, राई, लिम्बू भनेर चाहिँ यसरी कुनै पनि एउटा समुदाय, कुनै पनि एउटा जातिलाई तोकेर भन्ने र अरू जातिलाई उपेक्षा गरे जस्तो गर्ने खालको भाषण नगरून्, स्ट्याटस नलेखुन्। हर्क साम्पाङ हामी सबै नेपाली जनताले चाहेका नेता हुन्। हर्क साम्पाङलाई भोलि प्रधानमन्त्रीको पदमा पनि हामी देख्न चाहन्छौँ। हर्क साम्पाङ सुध्रिनु पर्यो, हर्क साम्पाङ सच्चिनु पर्यो। हर्क साम्पाङ जुनसुकै जातिका हुन्, जुनसुकै धर्मका हुन्, त्योसँग मतलब भएन। तर हर्क साम्पाङले के लेखिरहेका छन्, के आह्वान गरिरहेका छन्, कस्तो खालको व्यवहार गरिरहेका छन्, कस्तो काम गरिरहेका छन्, यो चाहिँ नेपाली जनताले एक एक हेरिरहेका हुन्छन्। त्यसैले हर्क साम्पाङ जातिवादी होइन, कुनै पनि धर्मको पक्ष पोषण गर्ने खालको होइन। हर्क साम्पाङ नेपाली नागरिकको नेता हुन आवश्यक छ, नेपाली नेता हुन आवश्यक छ। अब हर्क साम्पाङ राष्ट्रिय दलको जिम्मेवार अध्यक्ष पनि हुन्। त्यो जिम्मेवार अध्यक्षको भूमिकामा उनले खरो दह्रो भएर उत्रिन सक्नुपर्छ, नेपाली जनताको मनमुटुमा बस्न सक्नुपर्छ। नभएदेखि हर्क साम्पाङको पार्टी र हर्क साम्पाङ आफै पनि बिलाएर जाने निश्चित छ।